नमस्कार, सन्चै हुन्छ सबैजना। अहिले झट्ट हेर्दाखेरि चाहिँ संसदभित्र सरकारले चाहिँ विपक्षीहरूको आवाज दबाएको जस्तो देखिन्छ हैन। विपक्षीहरूले विरोध अवरोध गर्दा पनि विधेयकहरू प्रस्तुत गर्ने, विधेयकहरू पारित गरेको जस्तो देखिन्छ। यो माथिबाट हेर्दाखेरि चाहिँ अलोकतान्त्रिक भयो कि अलिकति सरकार तानाशाह भयो कि भन्ने जस्तो हजुरहरूलाई लाग्न सक्छ। तर अहिलेको आवश्यकता हो। यो हाम्रो देशको अवस्था कस्तो छ भने सबै भत्ताबुङ्ग छ, भ्रष्टाचार मौलाएको छ, कुशासन फैलिएको छ, चारैतिर अनियमितता छ हैन। यस्तो अवस्थामा सरकारले राष्ट्रिय सहमतिमा अगाडि बढ्न खोज्यो भने, सरकारले सबैलाई मिलाएर अगाडि बढ्न खोज्यो भने चाहिँ देश विकास हुन सक्दैन। यस्तो गल्ती माओवादीले गरिसकेको छ। 2063-64 को चुनावपछि पहिलो संविधान सभामा माओवादीले बहुमत लिएर आयो र सरकारभित्र र सरकार बाहिर माओवादी एकदमै शक्तिशाली थियो। संसदमा बहुमत थियो र सडकमा माओवादीका गुट उपगुटहरू वाइसिलहरू एकदमै शक्तिशाली थिए। त्यति बेला प्रचण्डजीले पेलेर गइदिएको भइदिए, नेपालमा पूर्ण रूपमा गणतन्त्र लागू गरेको भइदिए नेपाल अहिले धेरै अगाडि बढिसक्थ्यो। यो व्यवस्थामाथि प्रश्न उठ्ने, व्यवस्था बदल्ने भन्ने कुरै उठ्थेन। तर त्यति बेला प्रचण्डजीले सबैलाई मिलाएर अगाडि बढ्न खोज्नुभयो, गल्ती गर्नुभयो। अहिले हाम्रो बालेन्द्र शाह प्रधानमन्त्रीज्यूले जसरी देशलाई आवश्यक पर्ने ऐन नियमहरू बनाउँदै, विधेयकहरू ल्याउँदै, पारित गर्दै विपक्षलाई पेलेरै भए पनि अगाडि बढ्नुभएको छ। यो चाहिँ अहिलेको आवश्यकता हो। यति गरेन भने चाहिँ देश कहिले पनि बन्दैन, देश विकासमा कहिले पनि अगाडि बढ्दैन। यो चाहिँ मेरो बुझाइ हो। हजुरको भनाइ के छ जस्ता तस्तै कमेन्ट गर्नुहोला, लाइक गर्नुहोला, सेयर गर्नुहोला, सब्सक्राइब गर्नुहोला। धन्यवाद।